सर्वप्रथम स्कुलका एक्स भाइस प्रिन्सिपल हाम्रा आदरणीय शिक्षक श्री सामल प्रधानज्यू मञ्चमा आउनुहुनेछ। उहाँलाई अनुरोध गर्न चाहन्छु। ताली ताली भनेर मागिरहनु पर्ने स्थिति आयो। हाम्रा आदरणीय शिक्षक श्री सामल प्रधान, एक्स भाइस प्रिन्सिपल अफ एसयुएमआई। त्यसपछि म निम्ताउन चाहन्छु बायोलोजिकल साइन्सेसका वरिष्ठ शिक्षक अब अवकाश प्राप्त श्री विवेक सिन्हा सरलाई मञ्चमा आइदिनुहोस् भनिकन म आग्रह टक्राउँदछु। अनि खेलकुदका क्षेत्रमा सधैँ अग्रसर रहनुहुने नानीहरूलाई अभिप्रेरणा टक्राउनुहुने श्री गणेश दाहाल गणेश सर, उहाँलाई पनि म मञ्चमा आइदिनुहोस् भनिकन आग्रह टक्राउँदछु। र अन्त्यमा मञ्चमा पाल्नुहुन्छ अत्यन्त रचनाशील गीतकार पनि र विद्यार्थीहरूका प्रिय श्री विपिन स्याङ्दन विपिन सरलाई पनि म मञ्चमा निम्त्याउँदछु। हामी मनबाट भनिरहेका छौँ कि तपाईँहरूको योगदान अवश्य एसयुएमआईले सम्झना गर्नेछ र यहाँले जुन प्रकारले जुन योगदान एसयुएमआईलाई दिनुभयो, जुन प्रकारले इमान्दारीपूर्वक कार्य गरेर एउटा उदाहरण प्रस्तुत गर्नुभयो, त्यो सधैँ अरू आउँदा शिक्षकहरूका निम्ति प्रेरणाका स्रोत बन्नेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ र हामी विश्वास गर्छौँ कि मनबाट भनेकै कुराहरू सरलाई होइन, सबैले मनबाट बोल्दैनन्, तर मैले आज चाहिँ मनबाट बोलेको र आग्रह गर्दछु एसयुएमआईका प्राचार्य महोदय श्री फाल्देन लेप्चाज्यूलाई यहाँ हाम्रा अवकाश प्राप्त सबै आदरणीय शिक्षकहरूलाई खदा अर्पण गरिकन अभ्यर्थना आरम्भ गरिदिनुहोस् भनिकन। एक्स भाइस प्रिन्सिपल श्री सामल प्रधान हाम्रा आदरणीय गुरु, उहाँलाई स्कुलको तर्फबाट बुके पुष्पगुच्छा भनौँ त्यसलाई, अनि एउटा साइटेसन केही शब्दहरू बुझिएका स्कुलका तर्फबाट सानो एउटा नगद राशि, त्यो भित्र कति छ के छ त्यो चाहिँ नभनौँ होइन, र यो एउटा कोसेली उपहार र म पुनः प्राचार्य महोदयलाई आग्रह गर्छु अभ्यर्थनाका निम्ति। अभ्यर्थनामा हुनुहुन्छ अघिल्लो क्रममा आदरणीय शिक्षक श्री विवेक सिन्हा। उहाँलाई पनि हामी आदरपूर्वक पुष्पगुच्छा र रहल खुसेलीहरू अर्पण गर्न चाहन्छौँ। फेरि पनि हामी भन्छौँ तपाईँहरूले गर्नुभएको एसयुएमप्रतिको माया, सम्मान, योगदानलाई हामी सधैँ सम्झना गर्नेछौँ। रोम इज नट बिल्ट इन वान डे भन्छ, त्यसरी नै हाम्रो एसयुएमआई पनि एक दिन अचानक बनिएको होइन। यसका पछि धेरै धेरै योगदानहरू छन्। त्यो योगदानहरूको मूल्याङ्कन गर्नुपर्छ, त्यहाँबाट सिक्नुपर्छ हामीले। र श्री गणेश दाहाल सर, उहाँलाई पनि हामी स्कुलका पक्षबाट उपहारहरू टक्राएर सम्मान गर्दैछौँ। गणेश सरले खेलकुदमा एसयुएमआईलाई नेतृत्व दिनुभएको धेरै वर्ष हो र उहाँकै नेतृत्वमा स्कुलले उदाहरणीय उपलब्धिहरू हासिल गरेको कुरा हामी सुमाइतिर पढ्नै सक्छौँ। धेरै धेरै धन्यवाद यसका निम्ति। श्री विपिन स्याङ्दन विपिन सर, उहाँ गीतकार पनि हुनुहुन्छ, लेखहरू पनि कहीँ काहीँ देख्नुहुन्छ। लाइफ साइन्सेस पढाउनुहुन्थ्यो, उहाँलाई पनि
आभारसहित हामी स्कुलका तर्फबाट खदा पुष्पगुच्छा र स्मारक पत्र प्रस्तुत गर्दछौँ। धेरै धन्यवाद यहाँहरूलाई। स्कुलमा मौकामा आइरहनु होला। यहाँहरू आइरहनु भयो भने हामी पनि